हमरे बॉडी में, ओ हमरे बॉडी में दम उसमें क्या दरवाजा तोड़ के हमरे बॉडी में दम उसमें क्या दरवाजा तोड़ के निकले ओ चक्कर बॉडी में दम यहाँले सरदार दिदी बहिनीहरूको डान्स पक्कै पनि मन पराउनु भएको छ मलाई थाहा छ नजानु पर्दैन भन्दा हुन्छ है जीवनजीले भन्दै हुनुहुन्छ कस्तो लाग्यो अरे यता जीवनजी है कस्तो लाग्यो पानी गयो त अहिले पानी चाहियो नि यताबाट पनि यता मदनजी म आएँ नि हेलो ओके आजको हामी कार्यक्रमको मुख्य आकर्षण प्रीति आलेजी रहनु भएको छ यहाँको मनमुटु ढुकढुकीमा बस्न सफल रहनु भएको छ केटीहरूले न्यु खोजो यहाँले देखिसक्नु भएको छ यहाँले देख्नु पनि भयो होला हाम्रो आजको कार्यक्रमको मुख्य आकर्षण प्रीति आलेजी आइसक्नु भएको छ अबको केही क्षणमै मञ्चमा प्रवेश गर्नुहुनेछ उहाँ टाढाबाट आउनु भएको छ एकैछिनको लागि साथ हेर्नु पर्यो है एकैछिनको लागि उहाँ हामीसँगै रहनुहुन्छ नजिकै हुनुहुन्छ र त्योभन्दा अघि हामी अन्तिम प्रस्तुति हेर्दैछौँ हाम्रो आयोजक टिमबाट रहेको छ यो प्रस्तुति सबैजनाले ताली बजाएर स्वागत गरिदिनु होला है त सबैजनाले मेरो साह्रै मन डोरायो काली कौवा अगाडि करायो साह्रै मन डोरायो काली कौवा अगाडि मैले अघि अनाउन्स गरेको थिएँ आयोजक टिमबाट प्रस्तुति भनेर त्यो भोलिलाई सारिएको छ सभा उपस्थित मुख्य आकर्षण कौन हुन्छ आइसक्नु भएको छ अब मैले देखिसकेको छु उहाँ आउँदै हुनुहुन्छ यहाँको मनमुटु ढुकढुकीमा बस्न सफल आजको कार्यक्रमको मुख्य आकर्षण प्रीति आलेजी रहनु भएको छ र उहाँलाई स्वागत र सम्मान गरिदिनुको लागि म आयोजक टिमका सभापति राजकुमार चौधरीज्यूलाई विनम्र अनुरोध गर्दछु। यस्तै गरी प्रस्तावित इलाका प्रहरी कार्यालय रातधुरीका प्रमुख सुजन मोदेलज्यूको उपस्थिति रहेको छ उहाँले पनि आजको हाम्रो कार्यक्रमको मुख्य आकर्षण प्रीति आलेज्यूलाई स्वागत सम्मान गरिदिनुको लागि विनम्र अनुरोध गर्दछु। सबैजनाले ताली बजाउनु पर्यो ठुलो मान्छे भेट्दाको छ गर्नुपर्छ आदर यसको भित्र दर्शन पाए पशुपतिको आयोजक टिमलाई विशेष गरी थारू कलनकारी सभा
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र यो महोत्सव सफलताको शुभकामना सँगै बधाई ज्ञापन गर्न चाहन्छु र निद्रा मारी मारी धेरै कामहरू छाडी छाडी यति राति अबेलासम्म पनि हामीलाई हेर्न सुन्नको लागि उपस्थित तपाईँ भगवान रूपी सम्पूर्ण दर्शकप्रति हार्दिक हार्दिक नमन छ, नमस्कार छ, सम्मान छ। ओए भाइ ओए 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 बाउकी छोरी मामाकी भान्जी धेरै छेउ छेउ आयो तेरो सर ओए आयो तेरो सर ओए ओके यस्ता यस्तै गीतहरू रहनेछ आज। मलाई यो थारू बलात्कारी भन्ने बित्तिकै थारू साथीहरू कतिको हुनुहुन्छ यता? थारू ब्याटल पनि गएको छु मैले, तर पश्चिमतिरको थारू भाषा र यहाँ पूर्वको मिल्छ मिल्दैन मलाई थाहा छैन। मिल्दैन हो, कति पनि मिल्दैन। ए मिल्दैन भने त त्यतातिर नजाउँ होला। अहिलेको लागि एउटा ब्युटिफुल लेडिज यहाँले मन पराइदिनु भएको गीतबाट सुरु गरौँ। सोल्टी राजाको टुम्लेटमा पानी, सोल्टी राजाको कम्बरमा पानी आबाट सुरु गरौँ। सोल्टी राजाको भनेर लेखेको छ, बजाइदिनु होला। त्यस पछाडि हामी बिस्तारै ओए भाइ ओए 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 आउँछ। यो त आज बाटल केटीहरू जित्यो कि केटाहरूले जित्यो? यता हेर्दा केटीहरूले जित्ने जस्तो छ।
धन्यवाद यो पश्चिमतिर डाँडा पाखातिर अलि बढी चले गीत हो यतातिर अलिअलि सुन्नुभयो होला टिकटकले गर्दा त्यही हो मेरी कान्छे मैले टिकटक रानी रे यो सुख चम्टे के छेटे टिङ जाने रे यो चाहिँ टिका अलि बढी हिट भएको थियो अहिलेको लागि तिमी जस्तो टिकेर तुम खानुहुन्छ कि अलिअलि भेडे टाढतिर गएर के यो जात रक्सी चुरो सुर्ती भन्ने चिज कुनै पनि जातले नखाएको राम्रो सकेसम्म न मगरको छोरी न मगर न गुरुङ न राई न लिम्बू न थारू न छेत्री बाहुन कुनै पनि जातले सकेसम्म नखाएको राम्रो खानै पर्यो भने उमेर पुगे पछाडि खानु होला जात हेरेर होइन जातले होइन उमेरले हो उमेर पुगिसके पछाडि खानु होला खानै पर्यो भने र उमेर मात्र पुगेर पनि हुँदैन पैसा अलिअलि कमाइ भएपछि बल्ल खानु होला खानै पर्यो भने हो कि भाउजू हो नि होइन ल खाइहाल्नु भयो सबै कुरो मिल्यो उमेर पनि पुग्यो पैसा पनि भयो खाइदिए त नि भनेर खानु भयो भने तपाईँले खानुभएको चिजले तपाईँलाई मात्रै असर गरोस् तपाईँ बाहेक तपाईँको परिवारको एकजना पनि अरू सदस्यलाई असर गर्नु गयो भने कानुन अपराध हुनेछ भन्दै अहिलेको लागि टुप्पी छाडो भनेर लेखेको छ तिमी जस्तो टिगिरे कति बिग्रे आचु जाडो टुप्पी छाडो भन्दै हिँड्ने बाहुन बाजे आइरहन्छ हाम्रो होटलमा तिन पानी खोज्दै बोतलमा है त टुप्पी छाडो बजाइदिनु होला यो गीत लेख्नु भएको पनि बाहुनले हो गाउनु भएको पनि बाहुन म मगर यति मिसिदिया हो मलाई गाली नगर्नुहोस् है त
भने सानो सानो नानी बाबुहरूले धेरै मन पराइदिनु भएको एउटा गीत छ। त्यो गीतमा बल जबस्ती बाबाले पनि सुनिदिनु परेको है। सुन्दा सुन्दै अलिअलि होगी झै लागेको एउटा गीत छ। प्रकाश सपुन चौको मेरो पहिलो सहकार्य पनि थियो त्यो। सरररलाई बालै फरर केटाले जित्ने कि केटीहरूले जित्ने हल्ला मात्र गर्दा पनि हुन्छ। केटीहरू भन्दैमा बिहे नभएको मान्छे हुनुपर्छ भन्ने छैन। ए हामी त बिहे भएको छोरछोरीको आमा के नाप्ने भनेर सोच्नु भएको छ भने भाउजूहरू बिहे मात्रै भएको जुनी फेरिएको होइन। आफ्नो मनको रङ रस रमाइलो गर्न मजाले पाइन्छ। भाउजूले नि पाउँछ, बुहारीले नि पाउँछ। हो कि भाउजूहरू ढङ्ग हुनु पर्यो के रमाइलो गर्न पाइन्छ। कसैले छेक्दैन आजको जमानामा भन्दै हेरौँ है त। म केटाहरूको लाइन पनि गाउँछु, केटीहरूको लाइन पनि गाउँछु। ब्याटल कसले जित्ने रहेछ ब्याटल 1 बजाइदिनु होला। सरररलाई बाले फरेर केटाहरूको लाइन होइन। बाउकी छोरी मामा की भान्जी हो कि नि हो। बाउकी छोरी मामा की भान्जी धेरै छ्याउ छ्याउ। छोरी मामा की भान्जी धेरै छ्याउ छ्याउ। केटाहरूलाई हेरेको केटाहरू दिउँ होइन। हेर हामी मान्छे नि दामी हो क्या केटा। हेर
हामी मान्छे नि दामी तिम्रो लागि भइदिन्छु हरामी हामी मान्छे नि दामी तिम्रो लागि भइदिन्छु हरामी यो महिला दिदीबहिनीहरू भाउजूहरू बुहारीहरू बहिनीहरू ब्युटिफुल लेडी जति जे भने पनि डान्समा चाहिँ केटाहरूले जितिरहेछ होइन डान्समा चाहिँ केटाहरूले जितिरहेछ र हल्ला गर्न चाहिँ बहिनीहरूले जित्नु भएको छ त्यो माथि मेरो हल्ला थपिया छ होइन हजुर यति सबै जितिहाल्यो नानीहरूले होइन ओके अबको लागि केटाहरूले डान्समा जितिसकेपछि बोनस दिनै पर्यो एउटा होइन सो एउटा छ कि केटा हो बुढाहरूलाई भने होइन केटाहरूलाई एउटा कुरा भन्दैछु है गीत चाहिँ सबैको लागि हो एउटा पीडा चाहिँ के छ भने बिहे गर्ने उमेर भएको लगभग उमेर कट्न लागेको तर कुनै पनि भने जस्तो केटीले नटेरेको केटाहरूको पीडा क्या पीडा के छ भने सबलाई केटा ह्यान्डसम केटा चाहियो अरे अहिलेको केटीहरूलाई हो कि नि केटा हो नि होइन के भने पैसावाला चाहियो अनि पैसा पनि नभएको अनुहार पनि मेरो जस्तै ठिकै ठिकै अनि के हामी चाहिँ एक्लै मर्नु हामी चाहिँ एक्लै मर्नु सबै चाहिने ह्यान्डसम केटा सबै चाहिने धनी नहे प्यार माया गर्ने मन हो हाम्रो पनि न सम्पत्ति न मेरो जुडाल के खमाया जा ओके मायाजाल बजाइदिनु होला मायाजाल केटाहरूको लागि बोनस है प्लिज केटीको लाइन पनि आउँछ प्लिज Yeah.
पुरा टिमलाई धेरै धेरै धन्यवाद यो अवसरको लागि। आगामी दिनहरूमा फेरि पनि यहाँहरूसँग रमाइलो गर्ने रमाउने यो मौका पक्कै पनि जोड्नेछ। र हजुर भइसक्यो भएको छैन ओके अब भने हजुर झुम्काको डनहरूको लागि होइन उहाँसँग भइसकेपछि झुम्काको डनहरूसँग डराउनै पर्यो होइन होइन यतातिर त यो बजारबाट यतातिर लाग्ने बित्तिकै डर डर लाग्ने क्या सब डन डन जस्तो लाग्ने खुच्चेहरू पनि डन डन देखिने होइन बुढाहरू पनि डन डन देखिने अब तन्दी रुपिजन भइहाल्यो केटीहरू पनि कम छ नि फेरि केटीहरू कम हो त केटीहरू कम छ खोइ ओके लास्ट ब्याटल है त सबैको लागि केटीहरूले सुनेको हुनुपर्छ टिकटकतिर त्यही लयमा बाटल हुन्छ आज केटाहरूको पनि आउँछ नि केटा है के माछो माछो बजाइदिनु ल माछो माछो Listen. Basta पर्यो मन पर्ने गीत केटा हो बस्न पर्यो मन पर्ने गीत यो न खोजा झुम्काको डान्सित